सो गाइज अहिले चाहिँ म फर्किसकेँ रेमन सरलाई भेटेर पनि सो अहिले चाहिँ म यहाँ पबमा छु है पेट्रोल पम्पमा यहाँ फ्युलिङ गरेर म जान्छु सो आई होप सरलाई मजा आयो अन्त बिहान चाहिँ आउँदा फेरि एकदम ढिलो भइरहेको थिएन त्यसले गर्दा भिडियो पनि नआएको थिएँ सो अहिले चाहिँ म फर्किँदैछु सो अहिलेको यो चाहिँ फर्स्ट आउँछ है त्यहाँबाट रेमन सरलाई भेटेको त्यहाँबाट हामी घुमेको आउँछ सो गाइज आई होप तपाईँहरूले मन पराइदिनुहुन्छ होला सो गाइज अहिलेलाई बाई बाई ढिलो भइरहेको छ सो गाइज हाम्रो भेटेँ मैले रेमन सर सो सर झन्डै 1 वर्ष बाद होइन 1 वर्ष त अस्ति भेटेँ नि फेरि उसमा भेटेन नि तपाईँलाई त त्यतिखेर धरानमा आएको थिएँ नि म त तपाईँ आउनु भएन अर्कै काममा बाहिर गएको थिएँ हजुर अनि ठ्याक्क त्यही बेला सुन्यो अनि अब त्यो सिटी टुर चाहिँ आउनु पाइँदैन यसपालि ए हजुर तर अर्को पालि नै आउँछु म चाहिँ फेरि मेरो त्यो भाइहरूलाई साथीहरूलाई लिएर आउँछु अब साथी पनि आएको यसपालि हजुर 4 जना थियो जुन चाहिँ अब हामी जिल्लाई अन्त अभिलाष अन्त एउटा विवेक पाक्ने विवेक खाने को होइन अन्त उयो पनि थियो 5 जना आयुष 5 जना सँगै बसेको सो अब चाहिँ हामी खाना सुरु गरेको रेमन सरसँग सो मलाई याद छ कि यो टाइम चाहिँ आउँदै आउँदैन फेरि अहिले यो टाइम कालिम्पोङमा नआउला तर मेबी घाटुरमा आउला मेबी सिक्किममा आउला मेबी ब्याङ्ककमा आउँछ एउटा कुरा के भन्छ भने भिड होइन रोडिजले चाहिँ धेरै रिलेसन बढाइदिएछ नि होइन अब म चाहिँ त्यही भन्छु कि अब होला हाम्रो भेट अब 1 वर्ष 2 वर्ष नै होला ग्याप होला तर एउटा रिलेसन सम्बन्ध त रहिरहन्छ नि त अनि भनेको वी गर्न मिट हुन्छ नि वी गर्न बी द सेम के फरक हुँदैन क्या त्यो चाहिँ पक्का हुन्छ सो यो मौका पाउँछ तर कहिले मलाई थाहा छैन हजुर सर सो अहिले चाहिँ हामी डेलोमा छौँ डेलो चाहिँ म पहिला आएको थिएँ होइन हजुर सर अहिले यहाँ आइस थाहा पाएँ क्या हजुर पार्क हुन्छ नि त्यो पनि लङ टाइम भएको थियो 12-15 वर्ष अगाडि कुरा होला सो आई हार्डली रिमेम्बर थिङ्स तर थ्याङ्क यू तिमीले गर्दा मौका नि पाएँ आउनु त आइन्थ्यो होला तर अब यो अब्रप्ट प्लानिङ हजुर आई always enjoy. अनि यो चाहिँ अस्ति के अरे मेरो वाइफले चाहिँ ट्रेन गराइरहेको थियो अनि म अनि मेरो भाइहरू आएको थियो कि हामी चाहिँ बसेर हेरिरहेको थियो होइन उनले ट्रेन गराइरहेको थियो बराबर लडाउने उता अनि यो चाहिँ यङ घोडा हो क्या अनि अब उसले चाहिँ खास के गराएको थियो भने चाहिँ अब उसँग उसलाई
यसको यो तपाईँहरूले हुक कटिङहरू पनि आफै गर्नुहुन्छ के खुवाउनुहुन्छ चोकरकुटीहरू नै हो होइन चाना गुड हो नि मेन यिनीहरूको डाइट त त्यो चाना कुटी त एउटा अगाउनु मात्रै होइन त्यो चाना र गुड त प्रोटिनको लागि मात्रै हो नि अनि एक्लै छ कि अरू पनि छ साथी पनि छ नि साथी त राख्नु पऱ्यो नि त्यसलाई होइन होइन पर्दैन नराख्दा पनि हुन्छ नि तर सो गाइज अब हामी चाहिँ निक्लिँदैछ डेलोबाट अब हामी चाहिँ निस्केको डेलोबाट सो सरले बाइक घुमाउनुहुन्छ सो बाई बाई डेलो सरको चाहिँ अब स्टप सरको चाहिँ अब यहीँ बस्नुहुन्छ सो अब सर र मेरो लास्ट भेट यहाँ चाहिँ छुट्टिँदैछौँ अब चाहिँ हामी यहाँबाट अहिलेको लागि Thank you so much. Sir, And it's a wonderful bike. तिमीले 5 वर्ष भइसक्यो रे हैन? It looks brand new के ब्रो. कस्तो मजा आएको के. थ्याङ्क यू सर फेरि तिमीले पुरा मेन्टेन गरेर राखेको रहेछ. अब चाहिँ म यहाँबाट छुट्टिन्छु सर चाहिँ यहाँ होटेलमा बस्नुहुन्छ सो हामी यहाँबाट छुट्टिँदैछौँ सो मलाई चाहिँ सर मजा आयो आई डोन्ट नो सरलाई चाहिँ बवाल मजा आयो. Thank you so much for coming all the way यार. त्यहाँ 2 घण्टाको बाटो लगाएर आयो है. That's amazing. Thank you so much. Thank you so much. थ्याङ्क यू सर अब काठमाडौँमा आउँदाखेरि डु लेट मी नो अब तिमीलाई काठमाडौँको नम्बर पनि पठाइदिन्छु होइन वाट्सएपमा हाम्रो यु क्यान इन्टरेक्ट अनि अब फेरि आउने त सधैँ आएको बेलामा त्यसो गरेर कन्ट्याक्ट छु ल गो सेफ है त चेयर्स गाइस थ्याङ्क यू सर बिस्तारै